बेल्जियमको आन्तर्पेन शहरमा किराँत समुदायको मुख्य चाड मध्येको एक उधौली पर्व तथा चासोक तङनाम मनाइँदैछ। त्यसैले किराँतसँगै अरू समुदायका नेपालीले पनि च्याम्रुङ, चण्डी र धान नाचको मजा लिँदैछन्। किराँत संस्कृति अनुसार नयाँ फलेका खाद्यान्न उधौली पर्वको अवसरमा पितृलाई चढाइन्छ र त्यसपछि खान थालिन्छ। यो पर्व प्रकृतिलाई उत्पादनका लागि कृतज्ञता व्यक्त गर्ने पर्व पनि हो। युरोपेली मुलुकमै भए पनि किराँत समुदायले उधौलीका अवसरमा धान छुटेको र विभिन्न जीवजन्तुको नक्कल गर्दै नाचे। यस बारेमा थप बताउँदै मणिकुमार राई। वर्षमा मानिने दुईटा चाड मध्ये एउटा मुख्य चाड हो उधौली, हैन, जसमा चाहिँ हामी अन्न बालीहरू जो पाक्यो त्यसलाई चाहिँ अब हामी पूजा गरेर त्यसको महत्त्वलाई अझ महत्त्व दिएर, हैन, त्यसको पूजा गर्ने, जुन नयाँ उत्पादन भएका हाम्रा खाद्यान्नहरू छ त्यो चाहिँ हाम्रो पितृहरूलाई बुझाउने, हैन, पितृहरूलाई चढाउने, त्यसपछि मात्रै हामीले प्रयोग गर्ने, त्यस किसिमको हामी चाहिँ एउटा खाद्यान्नको महत्त्वलाई चाहिँ विशेष प्राथमिकता दिएर मनाइने यो चाहिँ एउटा पर्व हो। अरू कार्यक्रममा भन्दा उधौली मनाउन धेरै सहभागी जम्मा भएका थिए। कार्यक्रमका एकजना सहभागी नन्द घले। संयुक्त किराँत समाज बेल्जियमले आयोजना गरेका थुप्रै कार्यक्रमहरू मध्ये आज जुन उधौली कार्यक्रम हेरिरहेको छु, यस कार्यक्रममा प्रस्तुत गरिएका सांस्कृतिक कार्यक्रमहरू अत्यन्तै रमाइला छन्, चाखलाग्दा छन्, इतिहाससँग जोडिएका छन् र भर्खर मात्र प्रस्तुत गरिएको जुन धान नाच थियो त्यसमा उहाँहरूले जुन एउटा मैले इतिहासमा पढेका, मैले हिजोको दिनमा पढेका बुझेका कुराहरू जसलाई उहाँहरूले स्टेजमा एउटा नृत्य मार्फत जसरी प्रस्तुत गर्नुभयो, यो अत्यन्तै राम्रो कुरो हो। बेल्जियममा बस्दै आएका हरेक जातिले आफ्ना चाडपर्व यसरी नै मनाउँछन्। विदेशमा बसेका नेपालीको सांस्कृतिक निरन्तरता देखेपछि नेपाली दूतावास बेल्जियमका काउन्सिलर कुमार राज खरेल। यो स्तरको यो खालको जीवन्त सांस्कृतिक कार्यक्रम नेपालमा समेत सामान्य अवस्थामा चाहिँ सहभागी हुने अवसर पाइँदैन। यहाँ यति जीवन्त तरिकाबाट यो कार्यक्रम आयोजना गरियो कि मलाई मानौ यो नेपालमै आफू भए जस्तो लाग्यो र विशेष गरेर यहाँ यो यस प्रकारका विभिन्न सङ्घ संस्थाहरू जातीय आधारमा, राजनैतिक आधारमा, क्षेत्रीय आधारमा विभिन्न पृष्ठभूमिका सङ्घ सङ्गठनहरू बेल्जियममा धेरै हुनु भनेको मेरो विचारमा नेपाली समुदाय चाहिँ नि सशक्त हुँदै जानु हो र उनीहरू सचेत हुँदै जानु हो र आफ्नो पहिचान, आफ्नो अस्तित्व प्रति चाहिँ सचेत र सक्रिय हुँदै जानुको रूपमा लिन्छु र त्यस अर्थमा यस प्रकारको जीवन्त र सशक्त कार्यक्रमहरूले सम्बन्धित जाति, क्षेत्र अथवा एउटा कुनै समूहको मात्रै पहिचान उजागर नभएर यसले नेपाली परिचय, नेपाली राष्ट्रियताको समग्र विकासमा नै ज्यादै नै महत्त्वपूर्ण योगदान दिन्छ। प्रवासमा गरिने यस्ता कार्यक्रमले नेपालीलाई एकै थलोमा जम्मा हुने अवसर त दिन्छ नै, विभिन्न जातीय र संस्कृतिलाई संरक्षण गर्न पनि उत्तिकै सहयोग गरिरहेको छ।